नमस्कार। आज म तपाईहरूलाई औपचारिक तथा अनौपचारिक कुनै पनि कार्यक्रममा उद्घोषक अर्थात् कार्यक्रम सञ्चालक वा कार्यक्रम सञ्चालिका मास्टर अफ सेरेमनीलाई कार्यक्रम सञ्चालन गर्नका निमित्त यो भिडियो मार्फत आवश्यक गहकिला, मिठा, प्रभावशाली र प्रेरणादायी शब्दहरू प्रयोग गरेर तयार गरेको पूर्ण स्क्रिप्ट लिएर आएको छु। यो स्क्रिप्ट तपाईले स्टेजमा सिधै पढ्न, युट्युब मोटिभेशनल अडियो भिडियो, तालिम, कार्यक्रम उद्घोषण सबैमा प्रयोग गर्न सक्नुहुन्छ। औपचारिक तथा अनौपचारिक कार्यक्रम कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने? प्रस्तावना, भूमिका। कार्यक्रम भनेको केवल मञ्चमा बोल्ने प्रक्रिया मात्र होइन, यो भावना बाँड्ने माध्यम हो। यो सन्देश प्रवाह गर्ने सेतु हो र यो मानिस बीच सम्बन्ध जोड्ने कला हो। कुनै पनि कार्यक्रम सफल हुनुमा वक्ता, कलाकार वा अतिथि मात्र होइन, कार्यक्रम सञ्चालन गर्ने व्यक्तिको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। किनभने एमसी भनेको कार्यक्रमको दिशा देखाउने, समयको संयोजन गर्ने र दर्शकको मन सम्हालेर राख्ने व्यक्ति हो। आज म यही विषयमा कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रम कसरी सञ्चालन गर्ने, त्यसको सुरुवातदेखि अन्त्यसम्म सफल एमसी बन्ने सम्पूर्ण सूत्रहरू प्रस्तुत गर्दैछु। अब चाहिँ ध्यान दिएर सुनौ। 1. प्रथम भाग, कार्यक्रमको सुरुवात, ओपनिङ। कार्यक्रमको सुरुवात भनेको पहिलो छाप हो र भनिन्छ फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन। यदि सुरुवात प्रभावशाली भयो भने दर्शकको ध्यान बस्छ, कार्यक्रमप्रति उत्सुकता बढ्छ र तपाईप्रति विश्वास पैदा हुन्छ। सुरुवात गर्दा ध्यान दिनुपर्ने कुरा, आत्मविश्वासले भरिएको शरीर भाषा, शान्त, स्पष्ट र मधुर आवाज, अनुहारमा सौम्य मुस्कान, दर्शकतर्फ नजर। यही क्षणमा दर्शकले निर्णय गर्छन् कार्यक्रम सुन्ने कि मोबाइल चलाउने। औपचारिक कार्यक्रमको नमुना सुरुवात, आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि महानुभावहरू, कार्यक्रमका आयोजकज्यू, पत्रकार मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई यस ऐतिहासिक तथा अर्थपूर्ण कार्यक्रममा हार्दिक स्वागत तथा नमस्कार व्यक्त गर्दछु। अनौपचारिक कार्यक्रमको नमुना सुरुवात, यहाँ उपस्थित मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू सबैलाई मनैदेखि नमस्कार तथा स्वागत छ। आज हामी यहाँ केवल कार्यक्रम गर्न होइन, केही नयाँ सिक्न, केही महसुस गर्न र सकारात्मक ऊर्जा लिएर फर्किन भेला भएका छौँ। कार्यक्रमको उद्देश्य स्पष्ट पार्ने, सुरुवातमै भन्नुपर्छ, कार्यक्रम किन आयोजना गरिएको हो, यसले के सन्देश दिन्छ। आजको कार्यक्रम मनोरञ्जन मात्र होइन, यो सोच परिवर्तन गर्ने प्रयास हो, यो प्रेरणा जगाउने अभियान हो। 2. मध्यभाग, कार्यक्रम सञ्चालन गर्ने कला, मेन बडी। मध्यभाग नै कार्यक्रमको प्राण हो। यही भागमा एमसीले आफूलाई नेता, मार्गदर्शक र व्यवस्थापकका रूपमा प्रस्तुत गर्नुपर्छ। कार्यक्रमलाई क्रमबद्ध रूपमा अगाडि बढाउने। एक राम्रो एमसीले कहिल्यै कार्यक्रमलाई अल्मलिन दिँदैन। कार्यक्रम स्पष्ट, सहज र सन्तुलित रूपमा अगाडि बढ्नुपर्छ। स्वागत मन्तव्य, उद्घाटन, प्रमुख अतिथिको सम्बोधन, अन्य वक्ता, सांस्कृतिक कार्यक्रम, विशेष प्रस्तुति वा सम्मान। अब यस कार्यक्रमलाई अर्को चरणतर्फ लैजान म आदरणीय ज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। अतिथि तथा वक्तालाई बोलाउने शिष्ट तरिका, छोटो तर प्रभावशाली परिचय, अनावश्यक लम्ब्याइ नगर्ने, सम्मान र गरिमा झल्किने शब्द प्रयोग गर्ने। उहाँका शब्दहरू केवल भाषण होइनन्, जीवनका अनुभव हुन्। आउनुहोस्, तालीको गडगडाहटसहित स्वागत गरौँ। कार्यक्रमलाई जीवित बनाउने शब्दहरू, एमसीको आवाजमा ऊर्जा हुनुपर्छ, भाव हुनुपर्छ, समय अनुसार उतार चढाव हुनुपर्छ। कार्यक्रम शान्त हुँदा शब्दमा मिठास चाहिन्छ, कार्यक्रम तात्दा शब्दमा शक्ति चाहिन्छ। दर्शकसँग सम्बन्ध जोड्ने कला, बीचबीचमा सानो प्रश्न, हल्का हास्य, प्रेरणादायी भनाई। कार्यक्रम सुन्नु मात्र होइन, महसुस गर्न सक्नुभयो भने कार्यक्रम सफल भएको मानिन्छ। समस्या आए पनि नडराउने, कार्यक्रममा समस्या आउन सक्छ, माइक बिग्रन सक्छ, वक्ता ढिला हुन सक्छ, समय तालिका बिग्रन सक्छ, तर एमसी कहिल्यै आत्तिनु हुँदैन। समस्या कार्यक्रमको शत्रु होइन, परीक्षा हो, एमसी कति सक्षम छ भन्ने। 4. सुझावहरू, सफल एमसी बन्ने सुनौला सूत्रहरू, कार्यक्रम अघि स्क्रिप्ट राम्रोसँग पढ्ने, शब्द उच्चारण शुद्ध राख्ने, समय व्यवस्थापनमा कडाई, अतिथिप्रति सधैँ सम्मान, अनावश्यक जोक नगर्ने, मोबाइलभन्दा आत्मविश्वासमा भर पर्नु।
एमसी बन्न बोल्न जान्नु मात्र काफी छैन, बुझ्न जान्नुपर्छ, महसुस गर्न जान्नुपर्छ। 5. अन्तिम भाग, कार्यक्रमको समापन, एन्डिङ। अन्त्य भनेको कार्यक्रम बन्द गर्ने होइन, सन्देश खुला छोड्ने क्षण हो। बाज, अन्त्यमा भन्नुपर्ने मुख्य कुरा। आयोजकलाई धन्यवाद, अतिथि, वक्ता, कलाकारप्रति आभार, दर्शकप्रति कृतज्ञता। आजको कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि महानुभावहरू, वक्ता, कलाकार, आयोजक टिम तथा यहाँ उपस्थित सम्पूर्ण दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। दमदार अन्तिम शब्दहरू। कार्यक्रम यही समाप्त हुन्छ होला, तर यहाँबाट सिकिएका कुरा तपाईँ हामी सबैको जीवनमा निरन्तर चलिरहोस्। निष्कर्ष, फाइनल कन्क्लुजन। एक सफल कार्यक्रम सञ्चालन भनेको केवल बोलाइ होइन, केवल पढाइ होइन, यो कला, संयम र चेतनाको सङ्गम हो। आत्मविश्वास, तयारी, स्पष्ट भाषा र सकारात्मक सोच, यिनै 4 कुराले तपाईलाई कुनै पनि मञ्चको सशक्त मास्टर अफ सेरेमनी बनाउँछ। यदि तपाईलाई यस्तै ज्ञानवर्धक, प्रेरणादायी र सकारात्मक सोच बदल्ने भिडियोहरू मन पर्छ र केही नयाँ सिक्ने सोचमा हुनुहुन्छ भने भिडियोलाई एक लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गरेर सहयोग गरिदिनुहोला। यतिको समयसम्म सुनेर साथ दिनुभएकोमा धन्यवाद।